साथीहरु केही समय अघिदेखि युट्युबले एउटा नयाँ फिचर्स लन्च गरेको छ साथीहरु। त्यो चाहिँ के हो भन्दाखेरि तपाईले कुनै पनि भिडियो हेरिराख्नु भएको छ, कुनै पनि भिडियो हेरिराखेपछि तपाईले त्यसलाई लाइक गर्नुहुन्छ, लाइक गरिसकेपछि कमेन्ट सेक्सनमा गएपछि त्यहाँनिर एउटा हाइप अप्सन देख्न सक्नुहुन्छ। यहाँनिर त मैले तपाईलाई साइटमा देखाइरहेको छु, हाइप अप्सन देख्न सक्नुहुन्छ। यस्तो खालको ड्याशबोर्ड आउँछ साथीहरु। आजको यस भिडियो अन्तर्गत रहेर यो हाइप अप्सन के हो त भन्ने कुरा केही म तपाईहरुलाई जानकारी दिन गइरहेको छु। भिडियोमा अन्तिमसम्म हेर्नु होला। ओके साथीहरु, सबैभन्दा पहिला म हाइप के हो त भन्ने कुरा तपाईलाई बताउन गइरहेको छु। साथीहरु, यो हाइप एउटा यस्तो चीज हो जो भिडियो क्रिएटर छ उनीहरुको सपोर्टको लागि जुन भिडियो तपाईले लाइक गर्नुहुन्छ, जुन भिडियो तपाईलाई मन पर्छ त्यो भिडियोलाई सपोर्ट गर्नको लागि एउटा भ्युअर्सले एउटा भिडियो क्रिएटरको त्यो भिडियोलाई सपोर्टको पुश गर्नको लागि एउटा दिएको पोइन्ट हो। यो पोइन्ट हो साथीहरु। यसमा तपाईले पोइन्टहरु दिन सक्नुहुन्छ। यो कसरी दिन सक्नुहुन्छ भन्ने कुरा म तपाईलाई बताउन गइरहेको छु। देख्न सक्नुहुन्छ म तपाईलाई मेरो मोबाइल स्क्रिन शेयर गरेर देखाउन चाहन्छु। मैले तपाईलाई देखाउनको लागि मैले पहिले गरिसकेको छु। मैले यो भिडियो छ, यो भिडियोलाई मैले अब ओके, यो भिडियोलाई मैले अलिकति मैले पहिले चाहिँ गरिसकेको छु। मैले तपाईलाई देखाउनको लागि देख्न सक्नुहुन्छ यहाँनिर पोइन्ट छ 4330 पोइन्ट छ साथीहरु। अब मैले यो भिडियोलाई वेलकम ब्याक अगेन दिस भिडियो, आई एम नरेन्द्र सुनारियो। अब म यो भिडियोलाई फेरि हाइप गर्दै छु। देख्न सक्नुहुन्छ मैले यसलाई हाइप भन्ने अप्सनमा क्लिक गरे, यहाँनिर यस्तो खालको तपाईले ड्याशबोर्ड देख्न सक्नुहुन्छ। अब तपाईले यहाँ 1.1k पोइन्ट दिन सक्नुहुन्छ अहिले यो भिडियोको लागि। यसरी चाहिँ यसलाई सपोर्ट गर्न सक्नुहुन्छ। मैले यसलाई क्लिक गरे, देख्न सक्नुहुन्छ अहिले 15540 बढिसक्यो। यानी तपाईले मैले यो भिडियोको लागि मैले पोइन्ट दिइसके। अब यहाँनिर यतापट्टि खुल्छ तपाईको लेडर बोर्ड खोल्छ। लेडर बोर्डमा तपाईले यसरी क्लिक गरेर हेर्न सक्नुहुन्छ अहिले हाइप 1 मा कुन भिडियो छ, हाइप 2 मा कुन भिडियो छ भनेर यसरी देख्न सक्नुहुन्छ। यसले कसरी काम गर्छ भन्दाखेरि तपाईले पहिला ट्रेडिङ 1 ट्रेडिङ 2 त्यो मिलियन्स भ्युज आउनेहरुको च्यानलहरुको लागि पहिला युट्युबले त्यो एउटा ट्रेडिङ भन्ने अप्सन थियो। अहिले ट्रेडिङ भन्ने अप्सनलाई हटाएर अहिले हैन देख्न सक्नुहुन्छ हाइप भन्ने अप्सन देखा परेको छ। हाइप भन्ने अप्सन देखा पर्छ। त्यो हाइपमा तपाईको नम्बर 1 मा आयो भने तपाईको भिडियो एकदम माथि टपमा जान्छ। जस्तै ट्रेडिङ नम्बर 1 मा चलेको जस्तै हाइप नम्बर 1 मा चलेको भिडियो मानिन्छ। अब तपाईले हेर्ने देख्नु मैले हाइप कतिवटा भिडियोमा गरे, 3 वटा भिडियोमा गरिसकेको छु। हो त्यस्तै यो भिडियोमा मैले भर्खरै यसरी चाहिँ हाइप गरे। हाइप गरेपछि कमेन्ट छोड्न सक्नुहुन्छ। यसरी हाइप गरेका भिडियोहरु तपाईले आफ्नो मन परेको भिडियो, आफ्नो मन परेको च्यानलको भिडियोलाई हाइप गर्न सक्नुहुन्छ। रह्यो कुरा कसो, अब हाइप कति पटकसम्म गर्न मिल्छ भन्दाखेरि हाइप 3 पटकसम्म मात्र गर्न मिल्छ। हप्तामा 3 पटक, 7 दिनमा 3 वटा भिडियोमा तपाईले हाइप गर्न सक्नुहुन्छ साथीहरु। र कुन भिडियोमा हाइप गर्न सक्नुहुन्छ भन्दाखेरि नयाँ भिडियोमा मात्र तपाईले लेटेस्ट भिडियोमा मात्र तपाईले हाइप गर्न सक्नुहुन्छ। जो 7 दिन जो भिडियो अपलोड गरेको 7 दिन भएको छ त्यो भिडियोमा मात्र तपाईले हाइप गर्न सक्नुहुन्छ। पुरानो भिडियोमा हाइप गर्न सक्नु हुँदैन। लेटेस्ट जो भिडियो तपाईले अपलोड गर्नुहुन्छ त्यो भिडियोमा मात्र तपाईले हाइप गर्न सक्नुहुन्छ साथीहरु। र अब एलिजिबल कन्ट्रीहरुमा नेपाल छैन साथीहरु। नेपालको लागि यो फिचर्स अवेलेबल छैन, एलिजिबल छैन। यो केही 39 वटा कन्ट्रीहरुमा मात्र चाहिँ यो एलिजिबल छ। जस्तै इन्डियामा पनि छ। अहिले म इन्डियामा छु। मेरो आईडी यही चाहिँ यो मेरो जो युट्युब च्यानल इन्डियामा नै मोनेटाइजेसन भएको कारणले मेरो लोकेसन यहाँको छ। त्यही भएर मेरो च्यानलमा चाहिँ यो अप्सन एक्टिभ छ साथीहरु। मेरो यो च्यानलमा तपाई हाइपको अप्सन देख्न सक्नुहुन्छ। र इन्डियामा लगायत चाहिँ 39 वटा कन्ट्रीहरु छ। ती कन्ट्रीहरुमा चाहिँ यो अवेलेबल छ। अहिले इन्डियामा पनि छ। त्यही भएर म इन्डियामा भएको कारणले गर्दाखेरि मेरो मोबाइलमा शो गरिरहेको छ। त्यही भएर मैले तपाईलाई देखाएको छु साथीहरु। यो अप्सनलाई कसरी चाहिँ एक्टिभ गर्ने भन्दाखेरि तपाईले एक्टिभ गर्नु पर्दैन। एलिजिबल कन्ट्रीमा तपाई हुनुहुन्छ तपाई र त्यो अटोमेटिकली माथिबाट तपाईलाई युट्युबले नै अन गरिदिन्छ, एक्टिभ गरिदिन्छ। त्यसमा गर्नुपर्ने कुनै जरुरी छैन साथीहरु। अटोमेटिक तपाईलाई मेल आउँछ। मेल आयो भने तपाईलाई अटोमेटिक एक्टिभ भइहाल्छ। तपाई यहाँ देख्न सक्नुहुन्छ न्यू यु क्यान नाउ शेयर द भिडियो यु हाइप भनेर यस्तो मेल आएको छ। मेलमा चाहिँ यहाँनिर तपाईले देख्न सक्नुहुन्छ सबै कुरा डिटेल्स दिएको छ। यहाँनिर 3 वटा भिडियोहरुमा मात्र तपाईले हाइप गर्न सक्नुहुन्छ। 500 देखि तपाईको 5 लाख सब्स्क्राइबर्स सम्म भएको च्यानलहरुलाई यो हाइप अप्सन दिएको छ साथीहरु। यसरी इंगेज यसले के गर्छ भन्दाखेरि
यो हाइप गरिसकेपछि जति सक्दो मान्छेहरू धेरै इन्गेज हुन्छन् साथीहरू च्यानलको लागि। ओके साथीहरू, यो भिडियो तपाईँलाई कस्तो लाग्यो? यदि यो भिडियो तपाईँलाई हेल्पफुल लागेको छ भने भिडियोलाई लाइक गरिदिनु होला र सानो एउटा कमेन्ट्स गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। र मैले तपाईँलाई हाइप कसरी गर्ने भन्ने कुरा सिकाएको छु र हाइप यो भिडियोमा तपाईँले हाइप गरेर मलाई सपोर्ट गरिदिनु होला। ओके, नमस्कार।